हेलो साथीहरू नमस्कार। म विनोद नेउपाने। मैले आज फेरि एउटा नयाँ कथा लिएर आएको छु। कथा चाहिँ लास्टसम्म सुन्नु होला, तपाईँलाई जरुर राम्रो लाग्नेछ। राम्रो लागेमा लाइक कमेन्ट गरिदिनु होला। एउटा गाउँमा पहाडी जग्गामा एकजना फ्यामिली बस्दथे अरे, अलिक गरिब खाले। अनि बाउ छोरा आमा बस्दथे। छोरो चाहिँ सानै थियो, स्कुल जान्थ्यो, 10-12 वर्षको। बाउ चाहिँ पहाड फुटाउने काम गर्थ्यो अरे। पहाड फुटाउने काम गर्थे तिनले। अनि त्यस्तै गरिरहेको चलिरहेको थियो। एक दिन चाहिँ छोराको स्कुल बन्द रहेछ। अनि ठिक्क 12 बजीको भात लिएर जाने बेला भएछ। अनि आमाले चाहिँ छोरालाई पठाइदियो। अनि छोरालाई पठाइदिए। अनि छोराले पनि भात लिएर गयो, आफ्नो बुबालाई भात लिएर गएर बुबालाई भात दियो, भात सात खुवायो। अनि यस्तै कुराकानी गर्दा छोरो पढाइ सढाइ कस्तो हुँदैछ, म त दिनभरि काम गर्छु, भेट राम्ररी हुँदैन तेरो मेरो, राति आएर सुतिहालेको हुन्छस् भन्ने यस्तो यस्तो कुरा भयो। अनि त्यहाँबाट छोराले भन्नु, बाबा म हाम्रो स्कुलमा भनेका हाम्रो शरीर बहुत मूल्यवान अरे र हाम्रो बहुत मानिसको जीवन बहुत मूल्यवान हुन्छ अरे र हामीले यसलाई जहाँ व्यर्थ गर्नु हुँदैन अरे भनेर यस्तो भन्नुभएको थियो। सारे यस्तो सिकाउनु भयो। बाबा मेरो चाहिँ के मूल्य छ यो संसारमा भनेर सोध्यो छोराले। अनि बाबाले पनि केही भनेनन् अरे। अब गोजीमा 2टा ढुङ्गा थिए अरे। 2टा ढुङ्गा निकालेर चाहिँ छोरालाई दिए अरे। यो ढुङ्गा लगेर बजारको माटामा रुमाल ओछ्याएर राख, अनि कति भन्यो भने 2टा औँला देखाउनु भने। अनि त्यसो भनेपछि छोराले पनि कुद्दै कुद्दै गयो, बजारमा गएर ठक्क रुमाल ओछ्याएर अनि त्यो ढुङ्गा राखेर चाहिँ अनि बस्यो। अब अनि यसै घुर्दै एकछिन पछाडि एउटा मानिस आएर यो कति हो बाबु भन्दाखेरि 2टा औँला देखायो। 200 भनेर केही पनि भने 200 भन्दाखेरि 200 हो भनेर 200 रुपियाँ ठ्याक्कै झिकेर त्यो बाबुलाई दियो। बाबुले पनि अरे यो 2टा ढुङ्गाको 200 भेट्यो भनेर फुर्केर कुद्दै आएर अनि बाबा मैले बेचेँ ढुङ्गा त 200मा दिएँ, 200मा बेचेँ भने 200 रुपियाँ दियो भने। अनि बाबाले भने फेरि ल यो फेरि अर्को यो 2टा ढुङ्गा लैजा, म्युजियमको अगाडि लगेर ओछ्याउनु, कति भन्दा 2 देखेस्तो मात्रै देखाउनु, नबोल्नु, तर पैसा दियो भने नबेच्नु, फेरि फनक्कै घुरेर आउनु भने। अनि त्यहाँबाट फेरि अनि त्यो ढुङ्गा लिएर चाहिँ अब म्युजियमको अगाडि ठक्क अब रुमाल ओछ्याएर बसेर अनि त्यहाँ एकछिन पछाडि एकजना आयो म्युजियमको अगाडि। कति भनेर कति बाबु यसको पैसा भन्दाखेरि यस्तो 2 देखाएपछि उसले सोच्यो 2000 झिकेर दिएपछि बाबुले भने बेच्दिनँ भने, हुँदैन भने बेच्दिनँ भने। फेरि अनि त्यो ढुङ्गा लिएर त्यसो भनेपछि फेरि बाबा भठामा त्यो छोरा आएपछि अनि बाबा यसलाई त 2000 दिएको थियो, तपाईँले नदिनु भने त्यही भएर मैले दिनँ भने। अनि फेरि अनि त्यहाँबाट बाबाले भने अब फेरि यो ढुङ्गा सुन पसल भएको दोकानको अगाडि, ठुलो सुन पसलको दोकानको अगाडि लिएर बस्छ। फेरि कति भन्यो भने 2 भन्नु, फेरि नदिनु नि, तर फेरि घुराएर ल्याउनु। फेरि अनि त्यहाँबाट त बाबु चाहिँ फेरि गएर अब ठुलो सुन दोकानको पसलको अगाडि ठक्क रुमाल ओछ्याएर अनि बसे। एकछिन पछाडि अनि त्यहाँ सुन पसलको मान्छे आएछ अरे, मालिक आएर अनि त्यहाँबाट यसरी हेरे ढुङ्गा त उसले जाने अब सुन पसलले के हो भनेर उसले चिन्यो नि त। चिनेपछि बाबु कति यसको दाम भन्दा यसरी देखायो, 2 लाख। मलाई यो ढुङ्गा बहुत अगाडिदेखि खोजिरहेको थियो, अहिलेसम्म भेटेको थिइनँ, देऊ बाबु मलाई भन्दाखेरि 2 लाख दिँदाखेरि अनि त्यहाँबाट बाबुले फेरि कुद्दै बाबु यसको त 2 लाख रुपियाँ दिँदै थियो मैले भनेर आत्तिँदै आउँदाखेरि बाबाले भने चाहिँ अनि भन्नुभयो, देखिस् मूल्य तेरो मूल्य कति छ भन्ने कुरो यसमा थाहा पाइस् त। अगर यत्तिकै केही नगरिकन घुर्सेस् भने तेरो मूल्य केही हुँदैन, 200 मात्रै हुन्छ। अगर त्यही तैँले राम्रो व्यक्तिहरूसँग, राम्रो ठुल्ठुला मान्छेसँग सम्पर्क राख्दै गइस् भने तेरो मूल्य त्यसरी नै बढ्दै जान्छ छोरा। जस्तै कि अब एकजना त कुनै साथीसँग रक्सी भट्टीमा पसेर त रक्सी नखाए पनि त खाली हात रक्सी नखाए पनि त त्यत्तिकै बसेर साथीहरूसँग बसेर निक्लिस् भने त्यसले साथीहरूले त खान्छन्, तैँले खाइनस् भने पनि साथीहरू तँलाई रक्सिया नै भन्छन्। मान्छेहरूले रक्सी भट्टीबाट निक्लेपछि रक्सिया नै भन्छन्। जस्तै कि तैँले चाय पसलमा गएर रक्सी खाएर आइस् भने पनि मान्छेहरूले सोच्दैनन् कि तैँले रक्सी खाएर आइस्, किनकि चाय पसलमा त चाय पाइन्छ, चाय खाएर आयो होला भनेर सोच्छ। त्यही प्रकारले मान्छेले जस्तोसँग व्यवहार गर्छ त्यस्तै हुन्छ। जस्तै कि अब त मान्ने बुझ्ने छेउमा व्यक्तिहरूको छेउमा
गएर छक्क बसिस नचिने पनि भने तेरो गुणगान हुन्छ। फलानुको छोरो त ठुल्ठुलो मान्छेको छेउमा गएर बसिरहेको थियो भन्ने एउटा नाम हुन्छ, तेरो मूल्य बेग्लै हुन्छ। त्यही मान्छे त रक्सिया झगडिया आवारासँग गएर बसिस भने फलानुको छोरो त आवारा र ढिस्कानासँग बसिरहेको थियो, त्यो पनि बिग्रेछ। हो त्यस्तै हुन्छ। तर छोरा आफ्नो मूल्य आफैले नै निर्धारित गर्नुपर्छ, कहाँ लगाउने, कुन जग्गा लगाउने, र आफ्नो मूल्य आफै बढेर जान्छ। कसैले पनि तेरो मूल्य कति हो भनेर थाहा हुँदैन। त जहाँ उभिन्छस् त्यही तेरो मूल्य हुन्छ। जस्तो ठाउँमा उभिन्छस् त्यही हिसाबले तेरो मूल्य हुन्छ। त्यही हो बाबु, मूल्य भनेको के हो आफ्नो शरीरको। त्यही भएर जहिले पनि जे गरिन्छ नि आफूले सोच विचारेर गर्नुपर्छ। कहाँ उभिँदा चाहिँ म गम्भीर भारी हुन्छ मेरो पल्ला, त्यही हिसाबले चाहिँ आफ्नो मूल्य बनाउनुपर्छ साथै। र त्यही हो, अगर त गलत सङ्गतसँग लागिसक्यो भने बिग्रिँदैनस् त राम्रो छस् भने तेरो मुटु राम्रो छ भने। तर मानिसहरूले सोच्छन् र गलत सङ्गतसँग हिँडेपछि गलतै भनेर सोच्छन्। त्यही भएर गलत सङ्गतसँग लाग्नु हुँदैन। राम्रो र असल व्यक्ति